जतिसक्दो छिटो नै यो तिहारपछि अथवा यो विदिन 1 महिनाभित्रमा यो सरकार चाहिँ अब ठुलो द्वन्द्वमा लाने कोसिस गरेको छ। त्यसले गर्दाखेरि तपाईहरुले देख्नुभएको छ आज नागरिक समाजले एउटा सबै इन्टेलेक्चुअल व्यक्तिहरूलाई एउटै बास्केटमा राख्ने तरिकाले यो आज 4 नम्बरको चाहिँ कार्यक्रम गरेको छ। यसमा यो टिममा तपाईको एक्स आर्मी जेनरलहरू हुनुहुन्छ, आइजिबी पुलिसको चाहिँ आइजिबी हरूदेखि लिएर एआइजीहरूदेखि लिएर अफसर लेभलको मान्छेहरू हुनुहुन्छ, पिएचडी एसोसिएसनको मान्छेहरू हुनुहुन्छ, इन्जिनियर हुनुहुन्छ, इन्टरनेसनल ल प्रोफेसरहरू हुनुहुन्छ। त्यसले गर्दाखेरि अहिलेको चाहिँ नयाँ पुस्ता जेनजीहरू छ। अब तपाईँ हामीहरूले अब युनाइट भएर अगाडि बढेन भने तपाईँ हाम्रो देश चाहिँ 110% द्वन्द्वमा छ। अब जेनजीहरू भर्सेस अब यो देशको सरकार र भ्रष्टाचारी होइन, अब यो देशको राष्ट्रभक्त भर्सेस अब लडाई भनेको चाहिँ विदेशीबाट चलेको सरकार र भ्रष्टाचार गरेको नेताहरूसँग हामीहरू चाहिँ अब देशभक्त व्यक्तिहरू चाहिँ लड्ने बेला आएको छ। त्यसले गर्दाखेरि मैले यति भन्न चाहन्छु तपाईहरुलाई, अब यो पालि हामीहरूले चाहिँ हामीमा तन मन धन लगाएर साम दाम दण्डभेद लगाएर अब हामीले चाहिँ यो सरकारलाई चाहिँ वार्निङ दिएर काम गराएन भने अब हामी चाहिँ किन भन्दाखेरि छिट्टै द्वन्द्वमा जाँदैछौँ है। त्यसले गर्दाखेरि अहिले यो सरकारले कुनै पनि काम गर्न सकेको छैन। भ्रष्टाचारीहरूलाई कारबाही गर्नको लागि मैले चाहिँ युनाइटेड नेसनको कन्भेन्सन एगेन्स्ट करप्सनको चाहिँ लको बारेमा नि भने तपाईहरुलाई यो सरकारलाई चाहिँ कारबाही गर्नको लागि केहीले छेकेको छैन।